दरबारको कुरा राजभरि वीरेन्द्रको वंश नाश भयो, ओके स्वाहा भयो, ओके सबै परिवार सकिए। गल्ती कसको? सुरक्षाको जिम्मा लिने नेपाली सेनाले सकेन, शाही नेपाली सेनाले सकेन। हुने शाही नेपाली सेना, श्री 5 परमाधिपति, श्री 5 को सुरक्षा गर्न नसक्ने कस्तो सेना, अनि कस्तो चिफ साहब प्रज्वल शमशेर जबरा? प्रश्न। ल अब सुन्नुहोस् यहाँ, यो राष्ट्रमा संस्थाहरू हुन्छ नि, होइन? त्यो संस्थाको आफ्नो आफ्नो जिम्मेवारी हुन्छ। अग्रिड? अब दरबार एउटा राज संस्थाको जिम्मेवारी हो, होइन? त्यहाँभित्रको चाहिँ जे काम कारबाहीहरू हुन्छ मलाई थाहा हुन्छ, मलाई थाहा हुन्छ। दरबारभित्र के भइरहेछ मलाई थाहा हुन्छ। तर थाहा पक्नुहोस् न, के म त्यहाँ दरबारभित्र बसेको छु? त्यहाँ सेनाले नै सुरक्षा गर्छ, होइन? ओ, सुरक्षा त सेनाले नै गर्छ नि। अब त्यो सेनालाई पठाउने कसले? हामीले पठाउने हो। तर त्यो सेना कसको अन्तर्गत छ त? मेरो अन्तर्गत त कदापि छैन। मैले मेरो सेना दरबारबाट आदेश आउँछ, तिम्रो 2 बटालियन पठाऊ भनेर भन्छ, म 2 बटालियन पठाइदिन्छु। त्यो 2 बटालियनभित्र गएपछि मेरो हात साफ भयो। त्यहाँ कनेक्सनमा सम्पर्कमा रहँदैन हेडक्वार्टरसँग दरबारको सेना सम्पर्कमा रहँदैन, उसले आफ्नै ढङ्गले काम गर्छ। दरबारभित्रको जे हुन्छ जसो हुन्छ दरबारभित्रकै हुन्छ। सेनापतिलाई अर्थात् प्रधान सेनापतिलाई सूचना दिँदैन। प्रधान सेनापतिको सम्पर्क टुट्छ राजासँग सिर्फ प्रमुख सैनिक सचिव मार्फत हुन्छ। प्रमुख सैनिक सचिव मात्र। त्यसबेला विवेक साथी राइट, होइन? अब छोड्नुहोस् न, अब त्यति भनिसकेपछि अब यो आयोग गठन भएको थियो नि, तारानाथ राजनबाट केशवबहादुर उपाध्याय, केशव प्रसाद उपाध्याय लगायत, हि वाज चिफ जस्टिस, र उहाँ चाहिँ सभामुख। उहाँले पनि यही प्रश्न गर्नुभयो र मैले त्यहाँ किटानै गरेर भनेको छु र बोलेको छु। आइसे दरबारभित्र, अब सुन्नुहोस् यहाँ, दरबारभित्रको जिम्मेवारी बाहिरको नेपाली सेना, शाही नेपाली सेनाको होइन भनेर किटनै भनेको छु मैले। दरबारकै विङले मात्रै हेर्दो रहेछ यसको। सुन्नुहोस् न, दरबारभित्रको सुरक्षा दरबारभित्रको जिम्मेवारी हाम्रो होइन भनेर। सेनाको होइन, होइन। भद्रकालीको होइन, होइन, नारायण हिटीकै हो। हो, नारायण हिटीको है। अनि त्यसमा फेरि मैले के थपेको छु त्यो पनि त मान्छेले बुझ्नु पर्यो नि। त्यो नबुझिकन त हुन्न नि। मैले के भनेको छु भने कथम कदाचित महाराज धिराज सरकार पश्चिम ढोकाबाट बाहिर निस्किबक्छ भने, ढोकाबाट बाहिर निस्किनु बित्तिकै महाराज धिराज सरकारको सिक्युरिटीको जिम्मा शाही नेपाली सेनाको छ। नारायण हिटीको 4 दिवारबाट बाहिर निस्केपछिको सुरक्षाको जिम्मा शाही नेपाली सेनाको, नारायण हिटी भित्रको होइन। सम्पर्क विच्छेदमा रहे।